आज बेलुका पसल यति शान्त छ कि सामानहरू पनि आफ्नै ठाउँमा बसेर आराम गरिरहेका छन्। काउन्टरले मलाई हेरेर सोध्यो, दाई आज ग्राहकहरू सबै कहाँ गए? मैले भने, अलिकति पर्ख, नेपालीहरूको एउटा बानी छ, आउँछु भनेर नआउने, आउँदिन भनेर एक्कासी आइपुग्ने। 5 मिनट बित्यो, 10 मिनट बित्यो, पसल अझै शान्त। मैले सोचे सायद आज सबैको घरमा नुन, तेल, चाउचाउ, बिस्किट सबै स्टक छ जस्तो छ। तर व्यापारीको आशा भने कहिल्यै सकिँदैन। सत्य कुरा के हो भने पसलमा भिड भएको दिन मात्र रमाइलो हुँदैन। यस्ता शान्त दिनहरूले पनि व्यापारले धैर्य सिकाउँछ। आज शान्त छ, भोलि फेरि नयाँ दिन हुनेछ भनी सोच्दै थिए। तर नेपालीहरूको बानी त थाहै छ नि, दिनभरि शान्त रहेको पसलमा साँझ पर्नासाथ ग्राहकहरू आउन थाले। कोही चिया लिएर गए, कोही बिस्कुट, कोही घरका आवश्यक सामान। हेर्दा हेर्दै पसल फेरि चलायमान भयो। त्यसैले व्यापारले एउटा कुरा सिकाउँछ, आशा छोड्नु हुँदैन। किनकि कहिलेकाहीँ दिनको सबैभन्दा राम्रो व्यापार दिनको अन्तिम घण्टामै हुन्छ। दिनभरि शान्त थियो, तर साँझले पूरा हिसाब बदलिदियो। व्यापारी साथीहरू, तपाईको आजको दिन कस्तो रह्यो? फोन नम्बर 98 96 35 704 98 133 80 144।